देखियो लाली गुराँस देखेपछि रुको गाउँको पुरै भ्यू हो, फुल भ्यू। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँलाई मेरो आजको नयाँ ब्लगमा स्वागत छ। मेरो नाम चाहिँ आदित्य साई। म चाहिँ कालीकोट जिल्लाबाट। म चाहिँ आज हाम्रो गाउँतिर हामी चाहिँ आज लेकतिर जान लागेका छौँ। लेकतिर मतलब पनि रुडु बन्छु हुँदै माथि लेकतिर आलु लगाउन जान लागेका छौँ। म चाहिँ एक्लै जान लागेको छु। अङ्कल चाहिँ अगाडि गइसक्नु भएको छ। म चाहिँ भर्खर चाहिँ अनि छिन्केभन्दा माथि अलिकति सिलखायाभन्दा अलिकति माथि जङ्गलमा आएको छु। म चाहिँ यहीँदेखि भ्लग स्टार्ट गर्न लागेको छु। लेकतिर जाँदाखेरि चाहिँ लेकतिर प्रायः जसो कोही नबस्ने हुनाले आफ्नो व्यवस्था आफै गरेर जानुपर्दछ। पर्ने हुनाले मैले चाहिँ आफूले एउटा बोरा लगेको छु, भाँडा लगेको छु। अङ्कलहरूले चाहिँ अगाडि अर्साउनु लाग्नु भएको छ। अझै पनि हुनुहुन्छ, कोही पनि जानुहुन्छ। अनि मैले चाहिँ यो रुडुबन्चु गएसम्म त रुडुबन्चुको भिडियो राम्रै नै हुन्छ होला भन्ने सोचेको छु। किनभने रुडुबन्चु गएपछि भिडियो गएपछि भेडा भेटिन्छन् अनि अलिक ठाउँ पनि राम्रो हुने भएकाले म अनि भ्लग चाहिँ जतिसक्दो राम्रो बनाउने छु। तपाईँले हेरिदिनु होला, हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला। बनाउँदै जाउँ अरू भ्लग। ओके, फाइनल्ली गाइस चौसला पुगिसके। यहाँ चाहिँ गोरुहरू चराउन ल्याएर रहेछन्। गोरु बाख्रा अलिअलि धेरै आएन केटाहरू गोरु चराउन। यहाँ चाहिँ त्यति रमाइलो छैन। अझै माथि रुडुबन्चु हुन्छ पनि। फाइनल्ली गाइजहरू म चाहिँ बाटोमा हिँड्दै थिएँ। बाटोमा हिँड्दा हिँड्दै लाली गुराँस देखियो। लाली गुराँस देखेपछि यसो न भिडियो बनाइदिउँ भनेको। लाली गुराँस चाहिँ तपाईँको ठाउँतिर हुन्छ कि नै? हाम्रो ठाउँतिर चाहिँ हुन्छ लाली गुराँस। भएर पनि अब सुक्ने बेला भइसक्यो। अलिअलि छ, धेरै त छैन। अलि सबसे धेरै त यहाँ सकिसकेको छ। मैले बाटोमा हिँड्दै थिएँ। हिँड्दै टक्क लगाएर लाली गुराँस देख्यो। सबैभन्दा धेरै त यो रुटमा। अनि यहाँ चाहिँ क्या मैले अघिल्लो भ्लगमा नि हालेको थिएँ लाली गुराँसको थोरै भिडियोमा चाहिँ। उनीहरू चाहिँ अलिक धेरै लाली गुराँस देखियो। फाइनल्ली गाइजहरू म चाहिँ रुडु पुगिसकेको छु। यो चाहिँ रुडुको गाउँ हो। अनि हामी चाहिँ अहिले भर्खरै बाटोमा हिँड्दैछौँ। रुडुको गाउँ अलि ठिकै छ, दामी भनौँ, धेरै राम्रो पनि छैन। पछाडि चाहिँ अङ्कल आउँदै हुनुहुन्छ। अनि हामी चाहिँ अहिले रुडु डुग्रा भन्ने ठाउँमा पुगिसकेका छौँ। उहाँ चाहिँ मेरो अङ्कल मभन्दा अगाडि आउनु भएको थियो। यो चाहिँ रुडुको गाउँको पुरै भ्यू हो, फुल भ्यू। यो मैले भिडियो गरिरहेको ठाउँको नाम चाहिँ डुग्रा हो। यो चाहिँ रुडुको गाउँ हो। यहाँदेखि तल खस्यो भने चाहिँ पुरै खतरा छ। यस्तै छ आजकल रुडुको गाउँ। यता पनि छ बबाल ठाउँ। यहाँ चाहिँ गाउँ लगाएका छन् बाडी उता। यता चाहिँ गाउँ छन्, खोइ तलसम्म जाउँ। गाउँ छन् यता। जस रमाइलो छ, अलिअलि भएन। अनि बबालको छ, मजा छ। पछाडि टक्क लगाएर यस्तरी हेरेपछि पछाडि हेऱ्यो भने पुरै गाउँ मात्रै छन् क्या पछाडि। हरियालीको नाममा गाउँ मात्रै भने। अनि यो रुडुको गाउँमा चाहिँ एउटा खतरनाक कुरा अङ्कलले के देखाउनु भयो भनेपछि भर्खरै म तपाईँले अरूलाई देखाउँछु। मोबाइलको क्यामेराले भेटाउँछ कि नै? त्यहाँ तल स्कुलनिर हेर्नुहोस्, त्यो स्कुलको फिल्ड भत्किया छ। टोइलेट तल जाँदा पनि जस्ता त्यस्तै छ।
एउटा यो चाहिँ खतरनाक कुरा हो। यो देखेर अङ्कल चाहिँ अघिदेखि हाँस्दै हुनुहुन्छ। हेर्नुहोस् कस्तो खतरनाक छ भनेपछि बोल्दा बोल्दै बजे पनि पुगिजानु भयो। गाह्रो छ बजे बुन्चु हाल्लाउन अङ्कलको नि त बालै छैन चिल पारामा। अङ्कल यो क्या गरौँ गरे गोब्रो सोल्ला न तर सक्यो यस्तो रुख। अब बुन्चु पुगेछ रुखको गाउँको तलतिर अलिअलि छ यस्तै हरियो यस्तै। अब चाहिँ हामी सिधै माथि गएपछि भेट्छौँ। एउटा छ माथि बुन्चु भन्ने ठाउँ त्यहीँ गएपछि भेट्छौँ। ओके बाई बाई। हिँड्दा हिँड्दै बाटोमा अनि महिलाले यो राडी बुनेको देखेर भिडियो बनाइदिएको गाइज। अब यहाँदेखि चाहिँ हाम्रो रुरु बन्चु भन्दा नि बन्चु स्टार्ट भयो। यहाँनिर चाहिँ मन्दिर थियो। आजकल हामी पहिलादेखि नै लेकतिर जाँदाखेरि यहाँनिर घाँस चढाउने गर्थ्यौँ। आजकल चाहिँ अलि त्यस्तो छैन। आजकल भुत्किसकेर अलिअलि छ। यहाँबाट चाहिँ स्टार्ट अब हाम्रो रुरु बन्चुको यात्रा यहाँबाट स्टार्ट हुन्छ। योभन्दा तल चाहिँ रुरुको एरिया हो। हामी जानुपर्ने ठाउँ भनेको चाहिँ भित्र हिँड देखिने ठाउँ होइन। हामी जानुपर्ने ठाउँ चाहिँ यो डाँडो देखेको यो डाँडो अलिक भित्रै हिँड्छ। त्यस्तै हो यता यता दामी छ। त्यसको त्यति हल्लियो त नै हो। बाटोमा हिँड्दा हिँड्दै हामी चाहिँ रातधारा भन्ने ठाउँमा नास्ता खान बसेपछिको भिडियो। म अङ्कल बजे अनि बुवा चाहिँ पछाडि हुनुहुन्थ्यो। त्यो भएर नास्ता खानु लागेको गाइजहरू। खाइसकेपछि यस्तो पानी पिन जाँदाखेरि बजेलाई पनि पानी ल्याइदिएको। अनि बजेले अब खाइसकेपछि खाएको सामान प्याक गर्दै हुनुहुन्छ। अनि पङ्खा अहिले झुकेको उहिलेकोमा नसुना कि मलाई खुसी हुनुपर्छ जिन्दगीमा सबै नास लगिदियो। जानुहोस् त आफ्नो बाटो जानुहोस्। भेडा कहाँ राखेन माथि। नास्ता खाइसकेपछि अनि आधी घन्टा हिँड्दाखेरि हामी चाहिँ सिमैला भन्ने पुलमा पुगिसकेको छौँ। सिमैला पुल भन्ने पुल। अनि आजकल चाहिँ गोरुसोरु त्यति हुन्न नि त यो पुलमा। माथिबाट भेडा लिएर आइसक्यो तलतिर। हामी पनि हिँड्दैछौँ जाम भेडा हामी पनि भेटाउँछौँ होला माथि सकेसम्म। फाइनल्ली गाइजहरू हामी पुग्ने ठाउँ चाहिँ हो। आलु उड्ने ठाउँ चाहिँ पार्दै हो। अनि यहाँ पुग्दा बित्तिकै भेडा देखियो। भेडा हुन् बल मजाको छ। तल गएदेखि भेडाको त्यति देखियो नै। ओहो यहाँ रहेछ नि यार भेडा त बल पारेर। इ भेडा घोडाले चाहिँ पुरै चामल बोकिराख्यो। अनि यो चाहिँ भेडा भयो। त्यति धेरै नै अलिअलि। यी भेडा कहाँ राख्नु त तपाईँहरू? राख्ने कहाँ हो? ए चिमाडी मजाको छ। यहीँ भेडा चाहिँ भारी त्यो देखेको डाँडो त्यहीँ लग्ने अरे। अनि यहाँ तल नदी छ। त्यहाँ पारी पनि छन् भेडा पार्दा पनि छन्। आजकल चाहिँ तल छन् भेडा मजाको छ। आलु लाउने मान्छेहरू धेरै आछन्। त्यहाँ पारी लगाउनु लागि मान्छे आलु त्यति अलिअलि देखियो नि त थुत्रै। अब यहीँ भेडा चाहिँ लग्न लागिजानु हो माथितिर। यस्तै छ। हामी चाहिँ भर्खर पुग्यौँ। अब हामी चाहिँ आउने यहीँसम्म हो। अङ्कल चाहिँ तल हुनुहुन्छ। हामी चाहिँ यहाँबाट माथि अब त्यो डाँडामा जाउँ है। यता यता दामी देखिन्छ क्या अलि। अब त फेरि बल लाग्नु। यो
यो डाँडाबाट चाहिँ पुरै क्लियर देखिन्छ। यस्तो मजाको छ नि यहाँ त। आधी भेडा पाएको छैन, आधी भेडा तलबाट लग्यो भर्खर। हामीहरू बस्ने चाहिँ त्यही हो, हामीहरूको आलु लाउने ठाउँ चाहिँ त्यो घेरबार गरेको जति हो। रमाइलो छ त्यो। डाँडामा गएर एउटा यस्तो गरेर जङ्गलसँग मजाको छ। अब उतासम्म पनि जान्छौँ अहिले। मेरो चाहिँ यहाँ त्यो भिडियो पनि आउँछ, दाउरा सौरा बनाएको म अङ्कल आइसकेका छौँ। हजुरको नाम के हो भन्नुहोस् त? हजुरको नाम भन्नुहोस्। उहाँ चाहिँ मेरो अङ्कल। टाइम 5:15। अब चाहिँ हामी जानुपर्ने हुन्छ। अब चाहिँ दाउरा काट्न गइसकेको भिडियो बनाउँछौँ सिधै त्यहाँ पारि। पछि त्यहीँ जान्छौँ हामी दाउरा काट्न। अहिले पछि एकछिन अब गर्दै रहनु होला। यो चाहिँ गाइजहरू हामी दाउरा काट्न गएको बेला बनाइदिएको भिडियो है, सो न मजाकले। अनि तपाईँहरू आजको लागि यति नै हुन्छ। अब भिडियो यति हो। हामी चाहिँ जङ्गलमा दाउरा ल्याउनु गएको बेला खिचेको भिडियो। यो भिडियो चाहिँ अब यतिमै सकिन्छ होला सकेसम्म। तपाईँहरूले हेरिदिनु होला राम्रोसँग। त्यही हो। ओके बाई बाई। अर्को भ्लगमा भेटौँला।